हेलो गाइज, मेरो मिनी भ्लगमा है भाउजूहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। खानासाना बनाएर भ्याएर अनि म चाहिँ सुवा र बाँदर हेर्न आएको छु यहाँ तल मकैमा। अनि मैले हजुरहरूलाई मकै पनि देखाउँछु है गाइजहरू। हेर्ने साथीहरू, यो चाहिँ हाम्रो मकै। बाँदर र सुगाले सताउने जत्रै मकै। यो चाहिँ हाम्रो खुर्सानी। यो डल्ले खुर्सानी। खुर्सानीको झाङ। हेर्नु साथीहरू, यहाँ सुगाले खाना नसकेर त्यस्तो गराइदिएर गयो। मान्छे आयो नि त लहट्न। हाय सुगा आए पनि नआए पनि अब सुगा हेरेछ भन्नलाई त हा भन्नु पर्यो साथीहरू। अनि अहिले चाहिँ 10 बज्यो अनि यस्तो गर्मी छ भने पार। अब हजुरको घरतिर गर्मी कतिको छ अनि मेरो घरतिर चाहिँ गर्मी नै छ। वैशाखभरि पानी आयो, अलिक शीतल शीतल भयो। 4-5 दिन चाहिँ यस्तरी गर्मी भएछ साथीहरू। अहिले चाहिँ अनि सुगा बाँदर केही पनि आएन। अझै म घर जान्छु साथीहरू, गर्मी भयो। अब मेरो भ्लगमा सबैले माया गरिदिनु होला, फलो गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। बल्ल बल्ल हल्का फुल्का सिक्दैछु म पनि है साथीहरू। मकै कति गर्मी हो, कति गर्मी हो, कति गर्मी हो। यो चाहिँ हाम्रो घर गोठ। यसमा चाहिँ सागसब्जी लगाउनलाई बार बानेको लगाइसक्यौँ। भान्साघर दाउरा काठहरू पारेको त चाङ्न पनि छ अनि साथीहरू। बाटो आँप भाइ साथीहरू, मिनी भ्लगमा